ओके, आज हामी नेपाली र इङ्ग्लिसको दुवैको नम्बर्सहरूलाई प्र्याक्टिस गर्दैछौँ। पहिले इङ्ग्लिसको नम्बर्सहरूलाई कसरी लेख्ने भन्ने हेरौँ है त। हामीले जेरोबाट सुरु गर्दैछौँ। जेरो यसरी लेख्ने होला सर भन्नुहुन्छ भने होइन, यसलाई हामी ओ भन्छौँ। पर्फेक्ट सर्कल भएको चाहिँ ओ हो। पहिला यन बनाउने माथि, तल ठ्याक्कै तलबाट यु बनाउने, त्यो ठ्याक्कै तलबाट माथि जत्रो यन बनाउने त्यत्रै यु बनाउने, अनि त्यसलाई ल जोडिदिने, सिधा लाइनले जोडिदिने। अझ एकपल्ट हेर्नुहोस् त, यन बनायौँ, सिधा तल आयौँ, फेरि सिधा तल आइसकेपछि यु बनायौँ, अनि सिधा माथि गयौँ। यसरी जेरो बनाउन सक्यौँ। 1 बनाउँदैछौँ। 1 लेख्नको लागि अब जेरो यत्रो बनाउनु भयो भने ठ्याक्कै जेरोको जत्रै लामो लाइन तान्नुहोस्, अनि सानो चुच्चो माथिपट्टि दिनुहोस्। यो केही पनि गाह्रो छैन। यसैको चुच्चोको सिधा तलबाट फेरि सिधा लाइन काट्नुहोस्, पछाडि पनि त्यत्रै सिधा लाइन दिने। अब 1 जत्रो भयो, 2 पनि त्यत्रै चाहियो। अब 2 बनाउनुको लागि के गर्ने त, यसरी यन बनाउनुहोस्। जेरोको भन्दा अलिक ठुलो यन भयो, थोरै घुमाउने, यहाँ कर्ववाला लाइन बनाउने, थोरै कर्ववाला लाइन बनाउने, अनि यसरी छड्के आउने। छड्के कहाँसम्म आउने त, ठ्याक्कै यसको टुप्पोको सिधा तलसम्म आउने। अब सिधा तलसम्म आइसक्यो, थोरै कर्व गर्ने यहाँ, अनि सिधा तल आउने, थोरै कर्व गर्ने, अनि सिधा तल आउने, अनि पछाडि जाने, अनि चुच्चो माथिपट्टि फर्काइदिने। अनि यसरी 2 बनाउन सक्यौँ। हेर्नुहोस् अझै एकपल्ट कर्व गरेर यसरी छड्क्यायौँ, अनि यहाँ तल टेकिसकेपछि यहाँ तल आउँदा चाहिँ थोरै कर्व गरेर सिधा तल आए जस्तो देखाउनुपर्छ है त। यो अलि राम्रो भएन, यसलाई चाहिँ प्र्याक्टिस गरौँ। अब हामी 3 लेख्दैछौँ। 3 लेख्नको लागि सिधा लाइन जाने, सिधा लाइन पछि यसरी थोरै फटेको जस्तो छड्के लाइन लिएर आउने। छड्के लाइन कहाँसम्म लिएर आउने त, माथिको टुप्पोको सिधा तलसम्म। यसैबाट सी बनाउने, उल्टे सी बनाउने। अब उल्टे सीको पनि यो चुच्चो बराबर चुच्चो छ, यसलाई त देखिसक्नुभयो। अब यस्तै गरेर 3 बनाउन सक्छौँ। अब 4 बनाउनुको लागि पनि त्यस्तै छड्के लाइन काट्ने, छड्के लाइन अब 4, 3 सबै बराबर बनाउनुपर्छ। छड्के लाइन काट्ने, त्यसपछि फेरि यता सिधा जाने, छड्के लाइनको टुप्पोबाट सिधा यता जाने, अनि यो माथिबाट सिधा तल आयो भने एक्स्ट्रा थोरै पोइन्ट बाँकी रह्यो। 4 यसरी बन्छ। 4 एकदम सजिलो छ। अब 5 लेख्दैछौँ। 5 लेख्नको लागि सिधा लाइन काट्ने, 4 को ठ्याक्कै सिधा माथिबाट 5 को लागि सिधा लाइन तान्ने, अनि सानो तलपट्टि फर्के जस्तो सिधा लाइन काट्ने। यति गर्नु हो। यति गरिसकेपछि उल्टे सी बनाउने। उल्टे सी पनि कहाँसम्म जाने हेर्नुहोस् त, यसको टुप्पोको ठ्याक्कै पछाडिसम्म जाने, अनि उल्टे सी बनाउने। उल्टे सी बनाइसकेपछि यो चुच्चो कहाँसम्म जाने त, ठ्याक्कै सिधा लाइनको तलसम्म जाने। यहाँ चाहिँ यस्तो 5 चाहिँ हुन पाइएन। यस्तो यो चुच्चो पनि योभन्दा पछाडि आएको, योभन्दा पनि यता गएको हुन पाइएन। सिधा लाइन सानो तल, अनि यत्रो जत्रो 5 को पछाडि गएको छ त्यत्रै अगाडि पछाडि बराबरवाला 5 बनाउनु पर्यो। ल 5 बनाइसकेपछि 6 बनाउन अब गाह्रो छैन। 6 बनाउनुको लागि सी नै लेखौँ। अहिलेलाई सी नै लेखौँ। सी नै लेखौँ। यी बराबर सी भयो, चुच्चो बराबर भएको। यसैको ठ्याक्कै टुप्पोमा सर्कल बनाइदेऊ, 6 भयो। अब 7 बनाउनुको लागि पनि 6 को जत्रै सिधा लाइन तान्ने, 6 जहाँ छ त्यत्रै, अनि फेरि यसैबाट 3 को भन्दा अलिक ठुलो फटेको छड्के लाइन, अनि यसैमा यहाँसम्म आउनुभयो, यसको सिधा तलसम्म आउनुभयो भने यसैलाई थोरै कर्व गरेर तल सिधा जाने, थोरै कर्व गरेर सिधा तल जाने। यति गरेपछि 7 भयो। यहाँ चाहिँ 7 चाहिँ यस्तो लेखेर अनि यस्तो गर्न पाइँदैन। सिधा जाने, छड्के आउने, यसको बराबरमा आइसकेपछि थोरै कर्व गरेर तल टच गर्न जाने। ल यति गरेपछि 7 भइसक्यो। अब हामी 8 बनाउँदैछौँ। 8 लाई हामी यसरी दुईवटा सर्कललाई जोडौँ मात्रै, त्यो चाहिँ बराबर सर्कल होस्, तलको र माथिको सर्कल बराबर होस्। यसरी 8 बनाउन सक्छौँ। यसलाई दुःख गरेर गाह्रो केही गर्नु पर्दैन। ल 8 बनाइसकेपछि 9 बनाउने। 9 बनाउनुको लागि उल्टे सी बनाउँछौँ। उल्टे सी बनाइसकेपछि यसैको टुप्पोमा यु थपिदिन्छौँ, अनि 9 पनि यसरी बनाउन सक्यौँ। 9 बनाउनुको लागि के गर्ने, उल्टे सी बनाउने, अनि टुप्पोमा यु थपिदिने। यति गरिसकेपछि 9 बन्यो। 1 9 19 लेख्नको लागि सिधा लाइन काट्छौँ, सानो लाइन दियौँ। अब यसको टुप्पोको सिधा माथिबाट छड्के लाइन काट्ने। 1 9 19 लेख्नको लागि अब 1 जत्रो छ त्यत्रै सी बनाउने, अनि त्यसपछि टुप्पोमा सर्कल बनाइने। अब यहाँ हेर्नुहोस् त, यो 1 ले 9 लाई टच गरेको छ छैन, यस्तै टच नगरिकन लेख्नु पर्यो। अब 4 लेख्नको लागि फेरि टच नगरिकन यस्तै गरेर सिधा लाइन तल आउने। अब यहाँ हेर्नुहोस् त, मेन कुरा के थाहा पाउनु पर्यो, यो चाहिँ बराबर हुनु पर्यो, यहाँ चाहिँ बराबर हुनु पर्यो। अब हामीले 0 देखि 9 सम्म लेखिसक्यौँ। अब हामी नेपालीको नम्बर्सहरू कसरी लेख्ने, अङ्क कसरी लेख्ने भन्ने कुरा हेर्दैछौँ। अब नेपालीकोलाई चाहिँ हामी माथिको लाइनमा टच गरेर लेख्छौँ। अब 0 चाहिँ यस्तैलाई 0 मान्ने, 0 भनेको यसरी सर्कललाई मात्रै 0 भनिन्छ। अब यत्रो 0 बनायौँ भने अब 1 को लागि यत्रो 0 बनाएर अनि यसरी लाइन तान्ने होला, यो 0 बराबर, अनि त्यसपछि लाइन चाहिँ अलि लामो भन्ने सोच्नु भयो भने यो गलत भयो। हामीले सर्कल जत्रो बनाउँछौँ त्यत्रै 1 बनाउनु पर्यो। सिधा लाइन काट्ने, सर्कल जत्रो सिधा लाइन काट्ने, अनि सानो सर्कल बनाइदिने।
1 चाहिँ 0 को बराबर हुनु पर्यो। माथिको लाइनलाई टच गरेको छ अनि 0 को बराबर छ। अब हामी 2 बनाउनको लागि ठ्याक्कै उल्टेसी बनाउँछौँ। उल्टेसी कत्रो बनाउने, 1 जत्रो बनाउने, टुप्पोमा सर्कल बनाउने अनि पछाडि झर्ने अनि माथिपट्टि पनि सानो टुप्पोमा सर्कल दिन सक्नुभयो। या त माथि नदिए पनि त्यत्तिकै राख्न पनि सक्नुभयो। यहाँ चाहिँ केही गाह्रो भएको कुरा छैन। नेपालीको र इङ्ग्लिसको नम्बर्सहरू एकदम सजिलो छ, मात्र बराबर बनाउनु पर्छ भन्ने हो, नत्र अरू टेक्निकले पनि बनाउन सक्नुहुन्छ। 3 लेख्नको लागि उल्टेसी बनाउने, अब यो बराबर उल्टेसी, अर्को पनि बराबर उल्टेसी बनाउने अनि टुप्पोमा सर्कल बनाउने। हेर्नुहोस् त, यो ठ्याक्कै चुच्चो बराबर छ नि, चुच्चो बराबर छ नि, हो यस्तै चुच्चो बराबरसँग पछाडि सानो टुप्पो निकाल्दिने। ओके, 3 को हेर्नुहोस् त, 3 को बराबर छ नि, यो चुच्चो यो चुच्चो यो चुच्चो बराबर छ नि, यस्तै चुच्चो बराबर भएको बनाउनु पर्यो। अब 4 बनाउँदैछौँ। 4 हामीले माथि सानो सानो लाइन अनि ठ्याक्कै यता पनि सानो लाइन, 4 जत्रो बनाउने हो त्यत्रै सानो सानो लाइन दिने। यसैबाट छड्के लाइन आउने, कहाँसम्म आउने, यसको ठ्याक्कै तलसम्म आउने अनि यसैबाट फेरि छड्के लाइन आउने, कहाँसम्म आउने, यसैको तलसम्म आउने, यसैमा सर्कल बनाएर 4 बनाउने। अब यहाँ हेर्नुहोस् त, 4 यसरी यहाँ माथि सानो सानो सिधा लाइन चाहिँ नदिकन यसरी छड्के लाइन मात्रै बनाए पनि हुन्थ्यो, तर योभन्दा यो राम्रो देखिन्छ भनेर हामीले यसलाई सानो छड्के सिधा लाइन दिएका छौँ। यति गरे पनि भयो है त। अब 5 लेख्दैछौँ। 5 लेख्नको लागि यु लेख्ने अनि युबाट सिधा तल आउने अनि फेरि अर्को यु लेख्ने। यो र यो चाहिँ बराबर हुनु पर्यो। यो चाहिँ यतासम्म निस्केको हुन पाइएन, यसैको टुप्पोबाट सर्कल बनाउने, छड्के लाइन निकाल्दिने। अब 4, 5 सबै बराबर हुनुपर्छ है त। अब हामी 6 लेख्दैछौँ। 6 लेख्नको लागि सी लेख्ने एउटा अनि फेरि अर्को पनि सी लेख्ने, बराबर चुच्चो भएको, यसैको टुप्पोमा सर्कल बनाएर छड्के लाइन पछाडि दिने, सर्कल बनाएर छड्के लाइन पछाडि दिने। यति भयो। अब 7 बनाउँदैछौँ। 7 पनि 6 को बराबर बनाउनको लागि सिधा लाइन काट्ने, यु बनाइदिने अनि टुप्पोमा सर्कल बनाउने। यो त एकदम सजिलो छ। के गर्ने रहेछ, ठ्याक्कै सिधा लाइन काट्ने अनि यतापट्टि यु जस्तो बनाइदिने अनि टुप्पोमा सर्कल बनाइदिने। अनि अब 8 बनाउनको लागि पनि सिधा लाइन काट्ने, यु बनाउने, भर्खर बनाएको जस्तै 7 को लागि अनि डिका दिने। डिका चाहिँ कहाँसम्म दिने त, यो चुच्चोभन्दा थोरै पछाडिसम्म दिने। ओके, अब 8 बनाइसकेपछि 9 बनाउनको लागि ठ्याक्कै 8 जत्रै 9 बनाउनु पर्यो। यस बनाउनुहोस्, सबैजनाले यस बनाउनुहोस्, यस बनाउनुहोस् अनि टुप्पोमा सर्कल बनाइनुहोस्। केही पनि बनाउनु पर्यो। अब यस चाहिँ यसरी बनाउनु पाइएन, यो चुच्चोभन्दा यो चाहिँ यता धेरै यता गएको चाहिँ बनाउनु पाइँदैन। हेर्नुहोस् त हामीले कसरी लेख्यौँ। हो यस्तै गरेर हामीले तलको लाइनमा टच नगरिकन नेपालीको अङ्कहरू माथिको लाइनमा मात्रै लेख्ने। अब हेर्नुहोस् त, हामीले 13 लेखौँ त, 0 मा सर्कल बनाएर 1 लेख्यौँ। अब ठ्याक्कै यत्रै 1 जत्रै 3 बनाउनुको लागि हेर्नुहोस् त, 1 जत्रै 3 बनाउनुको लागि हामीले बराबर बनाउनुको लागि यसरी गऱ्यौँ। बिचमा ग्याप छ, कहिले पनि अक्षर अङ्क केही पनि टच गरेर लेख्न पाइएन। धेरै नजिक लेख्न पाइन्छ तर टच गरेर लेख्न पाइँदैन भन्ने कुरा बुझ्नु होला भन्दै आजको लागि हजुरलाई प्र्याक्टिस गर्न 10वटा 0 देखि 9 सम्मको 10वटा अङ्कहरू 5-5 पटक लेखेर कमेन्टमा पठाइनु होला भन्दै अहिलेलाई छुटिन्छौँ। हवस् त, नमस्कार।